सो वाट्सअप गाइज, वेलकम ब्याक टु माई च्यानल। धेरै पछि फेरि भ्लग आइसकेको छ। त्यही हो तपाईँ प्यार भान्जे केडो अन्तरक। अनि के छ आजभोलिको तपाईँहरू कलिचाली है, सबै सन्चै हुनुहुन्छ। आशा छ सबैको राम्रो नै भइरहेको होला। अहिले चाहिँ म घरबाट पसल साइडतिर जाँदा लागेको। अब भर्खर उठेको भनौँ न, भर्खर उठेको पसल साइडतिर जान लाग्छु। अब ब्लगहरू खासै इन्ट्रेस्टिङ ब्लगहरू बनाउन आउँदिनँ, त्यही पनि ट्राई गरिरहेको छु। कस्तो लाग्छ एकचोटि गर्नु होला। ल बाइ द वे म पसलमा गएर के हुन्छ म देखाउँछु है तपाईँहरूलाई। सो गाइज पसलमा पनि आइसकेको छु म फाइनली। पसल भर्खर स्टार्टिङ हो, अलिअलि खात्ला खोज्नु त्यस्तो खासै त छैन होइन, त्यस्तो खासै त केही पनि छैन सामानहरू। स्टार्टिङ हो होइन, बिस्तारै राम्रो हुन्छ भन्छु म। यो चाहिँ चेन्जिङ रुम हो है, टक्कसँग यसरी जाने अनि भित्र जाने, भित्र गएर चेन्जिङ रुममा गएर चेन्ज हान्ने। यहाँ आएर है पनि ऐना छ होइन, टक्कसँग फेरि गिरुले सब कुरामा हेर्छ, तर चेन्जिङ रुममा चाहिँ फेरि कम्प्रोमाइज गर्दैन क्या है। सब कुरामा कम्प्रोमाइज गर्न सकिन्छ, चेन्जिङ रुममा चाहिँ कम्प्रोमाइज गर्न सकिँदैन। मान्छेहरू चेन्जिङ रुम चाहिँ सबैलाई चाहिन्छ है। अनि हेर्न सक्नुहुन्छ टक्कसँग अलिअलि काउन्टर हो है। अनि चट्टसँग भिडियो राम्रोसँग हेर्नु है। यो चाहिँ भुत रुम हो, यसले चाहिँ यहाँ गेम खेलिरह, फ्रिफायर खेलिरह। फ्रिफायरको प्लेयर हो है, एउटा प्लेयर टुल्किली मोबाइल बनाइरह। चाट्ने एकचोटि मोबाइल के त्यो मोबाइल त टोइलेटमा गयो अरे, अनि त्यही भएर बनाउनु ल्यायो अरे पानी परेर। त्यसको कस्टमर, त्यसको पसल, त्यसको साइकल, त्यो तपस्ताई हो। तपस्ताई उता गयो होइन, अनि तपस्ताई केही चोर्नु सक्छौँ हामीले। गाना बजाइरह कपिराइट खान्छ, कपिराइट खान्छ के, कपिराइट खान्छ भने थाहै छैन उसलाई होइन। टक्कसँग यस्ता फाल्तु चिजहरू राखेको छ उसले होइन। गिफ्टको लागि यसो फ्रेमहरू आफ्नो फोटो राखेर गिफ्ट दिनको लागि तपाईँहरू चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तो कपहरूको मगहरूमा पनि प्रिन्ट गर्न सक्नुहुन्छ है। आइटमहरू राम्रो आइटमहरू छ त्यतातिर है, एकचोटि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँले। नाम चाहिँ बिटिएस गिफ्ट ग्यालेरी हो होइन। अहिले सुतिरहेको छु म, पल्टिरहेको छु यहीँनिर गफाइन मेरो नम्बर यो नम्बर सो अब चिकन लक बनाइरहेछ नि, मतलब अप्रिल बिहान त थाहा थियो नि, दिउँसो त म्याचै बिर्सेछु। अनि म त हो साँच्चै अघि कसले भन्छन् मैले नानी मोबाइल छ भनेर के त नपर्नु बाबरी नाक फुट्यो के एउटा भलक बनाएर चाहिँ भाग्ने 500 रुपियाँ म तिमीलाई दिन्छु के। घरमा भात किन हाल्ने? 10,000 गोटी कहाँ गयो यार? 10,000 रुपियाँ 10,000 को खुल्ला गोटी कहाँ गयो? दिमाग खराब भयो। टोपी लागिने यार न त्यो छोया भाजी फेरि के गर्छ भन्दा आउँछ फेरि भन कहाँ पिठल के दियो भागदुलाको हेर्न सक्नुहुन्छ तपाईँले त्यो टिकटकमा लाइनहरू दिनुहुन्छ नि, एउटा लाइन दिनु न।
लाइन्दैन ठिकठाक लाइन्दैन उसलाई त दियो बात नभएको मुस्कान त दियो फेरि एकचोटि जाऊ उता ओए डिस्टर्ब नगरे त्यहाँ गफ गर्न लाग्यो त्यो डिस्टर्ब गर्ने होइन सुन्नु न के भन्नुभयो डाइलग फुल त दियो पात नभएर पात दियो घाट यहाँ अब सेफ फ्लाइट भनेर के अरे जानेलाई बाई बाई भनेर 2 घन्टाले जस्तै हाले के म त अचम्म परेको छु त हो र कहाँ हो भाइले न अप्रिल फुल मनायो कि कहाँ जान लाउ र साँच्चैको मनायो कि के गर्यो थाहा भएन मलाई होइन साँझ गएर हेर्छु त कान्छाले पनि फेसबुकमा नि अझ मैले त कहाँ नि कट्टु लाएर टुङ गरेर नाचेर देखेँ कहाँ भिडियोमा स्टोरीमा हेरौँ त देखाइदिनु को नाच्यो ऊ त्यो कट्टु लाएर कुडुक 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 गरेर किन हो त्यस्तो गरे गिरेलाई देखाएकै हो मलाई देखायो अरे अझ मलाई त लाग्यो सुनेर किन होला कट्टुसँग नाच्ने त कपडा भन्ने चिजै थिएन क्या त्यति यहाँदेखि यहाँसम्म टुक 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 कहिले देखेको थियौ तिमीले ऊ बाइकबाट अपडेट भएर हेर्न सक्नुहुन्छ तपाईँहरू अपडेट दर्शकहरू हेर्नुहोस् यस्तो छ हालत हेर्न सक्नुहुन्छ तपाईँहरू बुढी आएको उहाँबाट बुढीले साइकल लिएर आएछ अनि बुढीको साइकल टिपेर पिङ्की पिङ्की पङ्की अब कम छ यहाँ नचलाइ म साइकल त नचला प्लिज त म चलान्नकै बस्छु मात्र आएको छैन नगरे कि मैले क्या उहाँ बिग्रेपछि बल्ल तर फेरि लाइट बस्यो होला भलक के रे सुन्न यहाँ के रे त्यो यहाँको छ नि जोयल भन्ने केटो अन्तर्राज्य खेले टोयलेटमा बसेर जाँदा सुन्तो जाँदा भित्र बसेर के गरे थाहा एउटाले गिदाउँछ एउटा यता छ एउटा यता छ होइन एउटा यता गिदाउँछ भामको पात माया दिनको रात भन्छ अब रातबाट गीत तबाट गीत गर्छ दुई भाइ कि जोयलका दुई भाइ सो फाइनली गाइज अहिले चाहिँ म यहाँ किङ स्केट पार्कको साइडमा छु एउटा यहाँ केटी चाहिँ देखाइदिन्छ त्यो स्टाफ चाहिँ होइन हेर्न सक्नुहुन्छ चाहिँ किङ स्केट पार्कको स्टाफ हो किन लजा छु त अनि मेरो भ्लगमा हाई भन न सबैले सब्सक्राइब गर्न भन सबजनाले सब्सक्राइब गर्नु होला गिरीलाई सपोर्ट गर्नु होला माया दिनु होला यतिको चाहिँ हुनुपर्छ क्या ऊ चाहिँ मेरो के अरे फलोवर्स मेरो के भन्छ सब्सक्राइबर हो ऊ चाहिँ मेरो फ्यान हो है अनि एकदम अब हेर्न सक्नुहुन्छ म यहाँ चाहिँ के अरे यतिकै आएको थिएँ अनि त्यसको अब जान्छु भिडियो हेर्दै गर्नु होला बनाउनु लाग्यो भाइ कसले बल्ल बनाउनु लाग्यो के सबै अब कारोबार सारोबार सबै आउँछ हेर्नु न जुठो स्याब लिएर हिँडेछ कसले देख्नुहुन्न न पछाडि लिएर हिँड्छ के दाइ अब दाइ ठुलो दाइले 3 लाख कमाउँछ टोकेर 3 लाख कमाउँछ 5 लाख आइहाल्छ बुवाको 1 लाख आइस यो रहेछ रङ्गघाटी टोक्या त उसले हो क्या जुठो यिनको घर कहाँ हो रे यसको जितुवर चौचौरको हाम्रो मामाको छोरा हो को भनेपछि जितुवर पाखेको घर छ यिनी कोन भनेपछि अरे सो फाइनली म घर पनि आइसकेको छु होइन चट्टो लगाएर अनि कुखुरालाई दाना दिएँ होइन कुखुरालाई दाना पनि दिइसकेको छु टाउकोसँग होइन त्यहाँ सक्नुहुन्छ कुखुरालाई दाना दिइसकेको छु अनि चट्टोसँग लगाएर अब चाहिँ एउटा कुखुरा मरेको छ त्यहाँ चाहिँ फालिनु पर्ने हुन्छ उता लगेर अनि त्यहाँ चाहिँ अब म पोखर पसलबाट आएको नि त अब यहाँ कोही भाँडाहरू पनि मार्नु छ अलिअलि त्यसैले भाँडा पनि मार्छु म अब त्यो कुखुरा अहिले चाहिँ कुखुरा फाल्न जाऊँ है चोट लाएर त्यो कुकुर चाहिँ मरेको छ होइन त्यो फालिनु जानुपर्ने हुन्छ खोलामा होइन उहाँहरूको फालिनु जानै लाग्थ्यो टक्कसँग फेरि एउटा उताको बाटोमा छिमेकी अङ्कलले चाहिँ एउटा सुझाव दिनुभयो कुकुर मरेछ त्यसलाई चाहिँ बुङ्गुरलाई फालिदिनु बुङ्गुरलाई पनि अब यता हुन्छ भनेर चाहिँ त्यहाँ चाहिँ बुङ्गुरलाई फालिदिन्छु होइन
बुङ्गुर टटला खान्छेलाई चाहिँ बुङ्गुर गएको छ बुङ्गुर खोरमा त आइसकेँ म बुङ्गुर चाहिँ यहाँ छ होइन यतातिर फालिदिन्छु मरेको रहेछ बुङ्गुर चाहिँ सुतेको छ होइन भोलि उठेर खान्छ अहिले अटोसँग त्यसलाई चाहिँ फालिसकेको छु मैले बुङ्गुर चाहिँ तर्सिएको छ मैले फालेको देखेर हेर्न सक्नुहुन्छ बुङ्गुर तर्सिएको छ त्यसले खान्छ छिमेकी गयो पनि बुङ्गुर खालान् होइन टक्कसँग अब चाहिँ म घर जान लागेको सो फाइनली अब चाहिँ मैले भाँडा मसाउनु पर्ने हुन्छ भाँडा मसाउनु तरिका चाहिँ मेरो हेर्नु चाहिँ तपाईँलाई कस्तो लाग्छ हेर्नु चाहिँ एकचोटि है टक्कसँग यो भातको भात थियो यसलाई पनि मसाउनु पर्छ दुःख पर्दा साथ किन कोही राडी राडा घरमा एक्लै भएपछि माझ्नुपर्छ भाँडा दसका दुम कुतुकुम दुम कुतुकुम दुम दुम कुतुकुम दुम कुतुकुम दुम कुतुकुम दुम दसका दुम कुतुकुम दुम कुतुकुम दुम कुतुकुम दुम दुम कुतुकुम दुम कुतुकुम दुम कुतुकुम दुम हे सुन्नुहोस् है ए आउँदैन मलाई त कुनै केटी जिस्काउने आउँदैन मलाई त कोही पनि केटी जिस्काउने म त हेर्नुहोस् गाउँले परे मेरो काम हो भाँडा मस्काउने मस्काउँदै भाँडा जिस्काइदिन्छु बता राडी राडा ओए जिस्काइदिन्छु राडी राडा एउटा तपाईँहरूले हेर्नुभयो टिकटकमा ट्रेनमा चलेको छ नि ए मकैबारी दर्याम भन्छ नि त्यस्तै गीत गाइन्छ है तू मस्का भाँडा मैं घस्ता हूँ खरानी तू मस्का भाँडा मैं मस्काता हूँ खरानी तेरे को मैं बना के नहीं रख सकता रानी खरानी दसका गजन खरानी दसका गजन कस्तो लाग्यो तपाईँहरूलाई गिरो फेरि अलिकति युनिकै छ क्या तपाईँलाई कस्तो लाग्छ होइन नयाँ कस्तो फेरि गिरो मान्छे होइन बस कहिले कस्तो लाग्छ कि म नै यो संसारको बड हो कि र फेरि खतरै हो होइन अनि भिडियो हेरेर इन्टरटेनमेन्ट गरेर फेरि सब्सक्राइब फेरि नगरिदिने कि तिलका अगतिला बगा तिललाई अगतिला बगा भन्छ नि अहिले सब्सक्राइब चाहिँ गरिदियो केटा हो हेर्नु पाउँछ नि यस्तो इन्ट्रेस्टिङ भात भत्काएको होइन अनि चट्टसँग दुःख छ हो गाह्रो छ मलाई पनि यसलाई म दस्काएर यसमा चाहिँ भात दोसिहाल्छु मैले अनि त्यसपछि ल अब भात दोस्या भात पकाएको के देखाउने क्या त्यसलाई यार अब यति भल यति आजलाई यति भल बिहानदेखि धेरै दुःख गरेको छ एडिट गर्नुपर्छ के गर्नुपर्छ त्यसले जति दुःख गरेर त्यसले हेर्दैनौ सब्सक्राइब गरिदिनु सब्सक्राइब गरेपछि त मैले पनि अलिकति त मोटिभेसन आएर गर्दै गराइरहन्छु नि त्यो हेर्न पाइरहन्थ्यो यहाँ पनि जस्तो केटी सिकाउँछु कि मैले जति बेला त्यो केटी सिकाएको मात्र सब्सक्राइब गरिदिनु अगाडि हामी जस्तोले के गर्ने ल कस्तो लाग्यो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला केटाहरू सबैजना सेयर गरिदिनु होला भिडियो होइन त्यही हो अलिक सानोतिनो क्लिप बनाएर हालिदिनु होला टिकटकमा है सपोर्ट गर्नु होला होइन अनि आजको लागि यति अब भिडियो फेरि आएकोचोटि भेटौँला जय नेपाल जय राजतन्त्र